हाम्रो भ्लग सुरु हुँदैछ। साथी र म साथी कामबाट आउँदा हतारमा साथीले ब्याग छोडेर आए। अब चाहिँ के हुँदैछ भन्दा चाहिँ साथी चाहिँ यहाँबाट सिधै काममा जानेवाला छन् हैन। म चाहिँ यस्तो सुत्छु अनि स्कुल जान्छु। आज मौसम चाहिँ यस्तो सुहाना मौसम छ। मामाले मोबाइल चलाएको देख्यो भने फेरि खुबी हान्छन् यहाँदेखि हैन। साइकल चलाउँदै मोबाइल एउटा हातले गर्ने अन्त फेरि यहाँ त हैन। अनि मौसम यस्तो बवाल छ, थोरै चिसो छ, चिया र मकै खाने जस्तो मौसम छ छनला चाहिँ हैन। तर पनि अब त्यसलाई चाहिँ सम्झिने पानी सम्झिने। हामी चाहिँ यहाँदेखि हाम्रो 20 मिनटको यात्रा छ। 20 मिनटमा चाहिँ हामी पुग्छौँ हैन साथी। 20 मिनटमा चाहिँ पुगिहालिन्छ। यस्तो हल्का फोटो खिच्न लाउँदा चाहिँ थोरै ढिला भयो। अनि अर्को हप्ता चाहिँ हाम्रो प्लानिङ भयो चस्मा लिएर आउने। अनि पार्किङमा गएर चाहिँ कोवेनमा गएर चाहिँ फोटो खिच्ने चाहिँ हाम्रो प्लानिङ भयो हैन। अर्को शुक्रबार या शनिबार भनेपछि आइतबार बिहान हैन साथी। आइतबार बिहान अहिले चाहिँ हामी बाटोमा भ्लगिङ गरेर हिँडिरहौँ। तर यो चाहिँ एकदम गलत हो, दामी हैन। अनि पछाडि चाहिँ पुरा एयरपोर्ट छ हैन। प्लेनहरू चाहिँ पार्किङ गरेर बसिरहन्। अब चाहिँ मोबाइल चाहिँ छोड्नुपर्ने हुन्छ। भेटौँला नेक्स्ट भिडियोमा।